नमस्कार। निर्वाचन विशेष कार्यक्रम जनादेशमा यहाँलाई हार्दिक स्वागत छ। यस कार्यक्रममा हामी प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग विशेष कुराकानी गर्नेछौँ। उहाँहरूको एजेन्डा र निर्वाचनका विषयमा उहाँहरूसँग यस कार्यक्रममा विशेष छलफल गर्नेछौँ। यो कार्यक्रम तपाईँ अरुण सन्देशको युट्युब च्यानल, फेसबुक पेज र रेडियो साङ्ग्रिला र सङ्खुवासभा एफएम मार्फत प्रत्यक्ष रूपमा सुन्न र हेर्न सक्नुहुनेछ। आज हामीसँग यस कार्यक्रममा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार पुष्पबहादुर कोइराला। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। अहिले तपाईँले यो प्रतिनिधि सभामा सङ्खुवासभाबाट उम्मेदवारी दिनुभएको छ। हजुर। अब यो तपाईँको उम्मेदवारी चाहिँ के का लागि भनेर बुझ्ने अब जनताले? सर्वप्रथम त यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सबैमा फेरि पुनः नमस्कार गर्न चाहन्छु। निश्चय नै तपाईँको प्रश्न अत्यन्तै सान्दर्भिक छ। हामीले उम्मेदवारी किन दिएको भन्ने प्रश्नमा खास गरी नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनताका विविध आवाजहरू, होइन, समस्याका चाहिँ आवाजहरू चाहिँ अब हामीले दैनिक दिन सडकबाट उठाइरहेका थियौँ। अब सडकबाट मात्रै उठाएर त्यो आवाज चाहिँ अब सुनवाई भएन। त्यसो हुनाले जनताका मागहरू पुरा गर्न नसकेको कारणले गर्दाखेरि फेरि अब सडकबाट मात्रै नभई सदनबाट पनि मागहरू आवाज उठाउनका निम्ति र हामीले बहुमत ल्याएको खण्डमा माग चाहिँ हामी आफै बहुमत ल्याएर संविधान पुनर्लेखन गरेर पुरा गर्नको निम्ति हाम्रो उम्मेदवारी हो। अब तपाईँहरू त लगभग 64को चुनाव पछाडि त बाहिरै रहनुभयो, होइन? यो संसदीय व्यवस्था चाहिँ खारेज गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो, तर अन्त्यमा तपाईँहरू चुनावमै आउनुभयो नि, किन? निश्चय नै यो खास गरी क्रान्तिकारी कम्युनिस्टहरू चाहिँ अब चुनावमा आउँदाखेरि संशोधनवादी हुने र चुनाव चाहिँ बहिष्कार गर्दाखेरि क्रान्तिकारी हुने जुन यो दुईटा अतिवाद छ, यो चाहिँ गलत छ, होइन? चुनावलाई हेर्ने दृष्टिकोण कसरी गर्ने त? कसरी दृष्टिकोण बदल्ने त? चुनावलाई हेर्ने दृष्टिकोण कसरी बदल्ने त भन्ने मुख्य प्रश्न हो। यसमा हामीले अलि नयाँ तरिकाबाट सोच्नुपर्छ भन्ने कुरा गरेका छौँ। र यसमा कस्तो हो त भन्दाखेरि अब एकातिर संसदमा उपस्थित गराउने र अब कम्युनिस्ट पार्टी अन्त्य हुने, संसदबाट हराएर, अर्कोतिर चाहिँ बहिष्कार गरेर ती जनताबाट हराउने, यो जुन खालको दुईवटा अतिवाद छ, यसको विकल्प हामीले खोज्नुपर्छ र जनताको आवाज उठाउने निम्ति दुईटै मोर्चाहरूलाई चाहिँ ओपन गर्नुपर्छ। यसपालि हामीले सङ्घर्षको मोर्चालाई अलिक बृहत बनाउनुपर्छ, अलिक फराकिलो बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ आज हामीले चाहिँ यो उपयोग गर्न खोजेको, निर्वाचनमा उपयोग गर्न खोजेको र कम्युनिस्टहरूले चुनावै लड्नु नहुने, जनताको अभिमतै लिनु नहुने भन्ने कुरा चाहिँ होइन। यसलाई हामीले बदल्नुपर्छ र जनताको अभिमत लिएर फेरि त्यहाँ सदनबाट चाहिँ हामीले आफ्ना जनताका मागहरूलाई चाहिँ बुलन्द गर्ने र अत्याधिक बहुमत ल्यायो भने त्यहाँ हाम्रा मागहरू त्यहाँ संवैधानिक पुनर्लेखन गरेर पुरा गर्नको निम्ति नै हामीले चुनावमा गएका हौँ। र खास हामी संसदवादी भएको चाहिँ किन होइन भने हामी समाजवाद चाहन्छौँ। समाजवाद भनेको जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हो। प्रणाली फरक हुन्छ, निर्वाचन प्रणाली फरक हुन्छ, तर अहिले उस्तै निर्वाचन प्रणालीमा किन आउनुभयो भन्ने प्रश्न हुन्छ। यसमा चाहिँ हामीले तपाईँले भने जस्तो 3टा चुनाव बहिष्कार गरौँ, 70, 74 र 79को चुनाव बहिष्कार गरौँ। तर बहिष्कार गरेर हामीले जनताका राष्ट्रिय स्वाधीनताको मुद्दाहरू, आत्मनिर्भर अर्थ प्रणालीको मुद्दाहरू, समाजवादीसँग सम्बन्धित मुद्दाहरू चाहिँ हामीले सडकबाट उठाइरहँदाखेरि त्यो चाहिँ पुर्याउन सकेन। त्यो हुनाले अहिले फेरि सदनबाट चाहिँ हामीले ती आवाजहरू पुरा गर्न निम्ति हामी यो चुनावमा चाहिँ सहभागी भएको हो। अब अहिले त तपाईँहरू जुन माओवादी घटक भनौँ, हिजोको स्थापना कालदेखिको अब विभिन्न टुक्रामा विभाजित हुनुभएको छ, होइन? अहिले पनि अब अहिलेको विप्लव नेतृत्वको माओवादी चाहिँ अहिले चुनावमा गइरहेको छ। अब एक्लै चाहिँ चुनावमा प्रतिस्पर्धा गर्दाखेरि, होइन, यसमा चाहिँ संसदमा तपाईँहरूको प्रतिनिधित्व एकदम न्यून हुन्छ होला नि त? निश्चय नै त्यो कुरा सही हो, तर अब यसमा अलिकति हाम्रो फरक दृष्टिकोण छ, होइन? निश्चय अब अरू पार्टीहरू, कम्युनिस्ट पार्टीहरूभन्दा हाम्रो के माने फरक छ भन्ने कुरा पनि हामीले राख्नुपर्छ जनतालाई बुझ्ने गरी, होइन? अब के हो भने अहिले हामीले स्पष्ट के भनेको छ, देश रह्यो भने जनताको मागका बारेमा हामीले बोल्न सक्ने कुरा हो। पहिलो कुरा चाहिँ देश रहन्छ कि रहँदैन भन्नेतिरबाट हामीले हेर्नु पर्यो। यसको अर्थ यो के हो भने राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले आवाज उठाउने कुरा हो, पहिलो कुरा यो हो।
देश रह्यो भने हामी रहने कुरा भयो, हरेक कुरा रहने कुरा भयो। देशै रहेन भने त फेरि चाहिँ अन्तर्राष्ट्रिय स्थितिबाट चाहिँ यो चाहिँ हाइज्याक हुने हुनाले हामीले यसको निम्ति राष्ट्रिय युद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा चाहिँ हामीले आवाज उठाउने पहिलो कुरा हो। त्यो र हामी अरू कम्युनिस्ट पार्टीभन्दा हाम्रो अलिक फरक चाहिँ यहाँनिर पनि हुन्छ। राष्ट्रिय स्वाधीनताको पक्षमा हामी अलिकति होइन अगाडि बढेर जानुपर्छ भन्ने हाम्रो मान्यता नम्बर 1 कुरा यो हो। दोस्रो कुरा के भने समाजवादी भन्ने कुरा पनि सबै कम्युनिस्टहरूले समाजवाद त भन्छन्, तर अब हामीले भनेको समाजवाद र उहाँहरूले भनेको समाजवादमा अलि अन्तर देखिन्छ हामी देखिरहेछौँ। त्यसैले कम्युनिस्ट पार्टी एक हुनु त सही हो, तर एक हुँदा विचारसँग सिद्धान्तसँग होइन व्यवहारसँग पनि एक हुनु पर्यो होइन। मात्रै चुनाव जित्ने गरी अनि कसैलाई मन्त्री बनाउने गरी हामी एकता गर्नु हुँदैन। एकता गर्दा त जनताको हक अधिकारको लागि स्थापित गर्ने गरी हामीले एकता गर्नुपर्छ, त्यसरी सोच्न खोजेको हो। र मुख्यतः समाजवादी संहिता कस्तो हुने यो मोडल चाहिँ हामीले बहसमा लानुपर्छ। त्यसैले हामीले के भनेका छौँ भने विविध आन्दोलन भयो नि त नेपालमा, जस्तो मधेस आन्दोलन भयो होइन, मधेस आन्दोलन भयो, मधेस चाहिँ सरकार चाहियो अथवा मधेस प्रदेश चाहियो भनेर आन्दोलन भयो। अब जनताले राज्यले सुनो मधेस प्रदेश दियो, तर जनताले अधिकार के पाए त? खास केही पाएन नि त। नाम मात्रै हुँदाखेरि जनताले अधिकार पाउँदो रहेछ भनेर पुष्टि भयो त्यहाँ। तिनीहरूले यहाँ अब जस्तो पूर्वमा पनि कोशी प्रदेश अहिले जो भन्छौँ हामी, कोशी प्रदेशमा भने अब लिम्बुवान प्रदेश अथवा किराँत प्रदेश भएर चाहिँ आन्दोलन चल्यो। त्यहाँ लाज्याङ भनेर शहीद हुनुभयो होइन, सरकारको तर्फबाट गोली हान्यो र बित्ने काम भयो, शहीद हुनुभयो। तिनीहरूले अब यहाँ पनि किराँत प्रदेश मात्रै बनाएर कुनै उपलब्धि हुँदैन अथवा लिम्बुवान प्रदेश मात्रै बनाएर कुनै उपलब्धि हुँदैन। हामीले भनेको के कति फरक हो भने किराँत लिम्बुवान प्रदेश मात्रै बनाएर नहुने हुनाले किराँत लिम्बुवान प्रदेश पनि बनाऊँ, सँगसँगै अधिकार स्थापित हुने गरी समाजवादी संहिता स्थापित गरौँ, जसको अग्राधिकार सहितको समाजवादी हुनुपर्छ भनेको छौँ हामीले। अग्राधिकार भने के हो भने पनि क्वेसन उठ्छ। कुनै जस्तो मधेस प्रदेशमा चाहिँ सबै जातिहरू चाहिँ त्यहाँ मधेसी भएको हुनाले त्यहाँ अलिक सजिलो होला, तर यहाँ त अलि अब किराँतहरूको एउटा चाहिँ समूह छ, लिम्बूहरूको अर्को समूह छ, तर अब यहाँ नाम चाहिँ किराँत प्रदेश हुने, तर चाहिँ अब छेत्री बाहुनहरू चाहिँ मुख्यमन्त्री भइरहने स्थिति बनिरहेछ। त्यो हुनाले गर्दाखेरि कम्तीमा नै 1-2 कार्यकाल चाहिँ उनीहरूको एउटा स्तर नउठुन्जेलसम्म चाहिँ होइन अग्राधिकार सहितको चाहिँ अब समाजवादी संहिता स्थापना गर्नुपर्छ। यसका लागि चाहिँ हामीले फरक दृष्टिकोण राखेका छौँ। यसो हुनाले पनि यो पार्टीहरू एक हुन नसकेको कारण यो हो। हामीले अब यता आत्मनिर्भर अर्थ प्रणाली बनाउनुपर्छ भनेको छ। अब आत्मनिर्भर अर्थ प्रणाली अब आज त्यो देखिँदैन होइन। कोही अब कृषिमा आत्मनिर्भर छैन, कोही पर्यटनमा चाहिँ त्यहाँ लगानी छैन होइन। अब जलस्रोतको तपाईँ हेरिरहनु भएको छ, हाम्रो सङ्घको स्थिति यो छ होइन, डामाडोल स्थिति छ। जनताहरू चाहिँ अब खोला बगिरहेछन्, खोला अरूले चलाइरहेछन्, अब जनताहरू चाहिँ अन्धकारमा बस्नुपर्ने स्थिति छ, पैसा तिर्नुपर्ने स्थिति बनिरहेछ। त्यसैले के हो भने अरूको भन्दा हाम्रो कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीको फरक एजेन्डा छ, फरक दृष्टिकोण छ। त्यसैले पनि एकता गर्दाखेरि जनतालाई हेरेर गरौँ, राष्ट्रलाई हेरेर गरौँ एकता। नेतालाई हेरेर नेतालाई प्रधानमन्त्री बनाउने तरिकाले हामीले सोच्नु हुँदैन। हाम्रो कुरा यहाँनिर हो अनिश सर। अब लामो समयदेखि तपाईँको यो उम्मेदवारीतर्फै जाउँ। लामो समय तपाईँ शिक्षण पेसामा पनि रहनुभयो होइन। सशस्त्र द्वन्द्वको बेलामा विभिन्न समयमा तपाईँले राज्यको तर्फबाट पीडित पनि हुनुभयो। तर यो शिक्षा पेसा छोडेर तपाईँ अब राजनीतिमा लाग्नु भएको छ होइन। तपाईँलाई नै उम्मेदवारी दिनुको कारण, उम्मेदवार बनाउनुको कारण चाहिँ के छ त्यस्तो विशेष चाहिँ? अनि मुख्यतः अब तपाईँले भने जस्तो नेपाल चाहिँ अहिले आत्मनिर्भर छैन। आत्मनिर्भर नभइसकेपछि परनिर्भर हुने कुरा देखिँदै तपाईँ के भने शिक्षकहरूको आन्दोलनको कुरा पनि उठिहाल्छ यहाँनिर। म शिक्षक भएको नाताले मैले धेरै ठुलो शिक्षक आन्दोलनमा सहभागी भएको एउटा लिडर पनि हो। तर अब त्यहाँ किन शिक्षकहरूको माग पुरा भएन भन्ने कुरा हामीले हेर्नुपर्छ कि किन भएन भने देशको नीति चाहिँ निजीकरणतिर छ नि त। देशको सरकारको नीति चाहिँ के छ भने निजीकरणतिर छ। भएका विद्यालयहरू ऊ चाहिँ व्यक्तिलाई बेच्न चाहन्छ। अनि यहाँ शिक्षकहरूको माग कसरी पुरा हुन्छ त? कर्मचारीको माग कसरी पुरा हुन्छ त? यो त एउटा पाटो भयो। त्यसैले शिक्षकहरूको माग पुरा गर्नका निम्ति पनि हामीले के भने समाजवादमा नपुगिकन धर छैन होइन। म शिक्षकमा ठुलो लामो समय म शिक्षक भएर होइन जनताको सेवा गरेँ मैले। त्यहाँ शिक्षा क्षेत्रबाट पनि मैले चाहिँ आफ्नो आवाजहरू बुलन्द गरेँ, तर त्यतिले मात्रै पुगेन। अब बृहत ढङ्गबाट जस्तो किसानको, मजदुरको होइन, अब सारा चाहिँ अब उत्पीडित जातिको, क्षेत्रको, लिङ्गको यी सारा उत्पीडन क्षेत्रबाट मुक्त गर्नका निम्ति होइन समग्र फेरि यो राजनीति भन्ने कस्तो रहेछ हड मुटु जस्तो रहेछ कि त्यो मुटु जस्तो भएको हुनाले गर्दाखेरि शिक्षा भनेको एउटा भाग भयो।
होइन, स्वास्थ्य भनेको अर्को भाग भयो होइन, अब जलस्रोत भनेको अर्को, पर्यटन अर्को, यो विभिन्न भागहरूको मुख्य भाग चाहिँ के हो त भन्दा राजनीति हो। यस कारणले मैले राजनीतिमा होइन हाम फाल्नुपर्ने कारण चाहिँ के भने जनतालाई चाहिँ अहिले कुनै पनि ठाउँबाट अधिकार छैन। शिक्षकहरूको विगतमा लामो समय आन्दोलन पनि भयो, सहमति पनि भयो माग पुरा गर्ने भएन, तर फेरि किन भने बिचमा के भयो भने त अर्को फेरि सरकार बदलियो। तर बदल्नुको मुख्य कारण मलाई लाग्ने कुरा के हो भने यो जेनजेड विद्रोह पनि शिक्षक आन्दोलनको उपज हो भन्छु मैले। किनभने यो सरकार रहिरहँदा शिक्षकको माग पुरा गर्नुपर्छ, अनि यो सरकारलाई जबरदस्त गरेर अर्को सरकार बन्यो भने त त्यो त हराएर फेरि अर्को मुभमेन्ट चलाउनुपर्छ। यस हुनाले शिक्षकहरूलाई चाहिँ बाहेस गरेर उनलाई उत्पीडनमा पार्नका निम्ति पनि यो एउटा आन्दोलन अनिवार्य बाहिरबाट योजनाबद्ध ढङ्गले आएको हो, हाम्रो बुझाइ यो छ। त्यसले आम शिक्षकहरू बुद्धिजीवीहरूलाई मेरो अनुरोध के छ भने यो संसदीय व्यवस्थाबाट शिक्षकहरूको मात्रै होइन कसैको पनि माग पुर्याउनेवाला छैन। त्यसैले हामीले के चाहन्छौँ, समाजवाद चाहन्छौँ। समाजवादी व्यवस्था यस्तो व्यवस्था हो जहाँ चाहिँ जनताले छानेको निर्वाचित गरेको होइन व्यवस्था हुन्छ। त्यसो हुनाले जनताका सबै मागहरू चाहिँ जनताको अभिमतबाट प्राप्त हुन्छ। त्यो हुनाले त्योतिर अब आज जानुपर्छ। त्यो हुनाले मैले चाहिँ शिक्षण पेसा छोडेर पनि होइन म राजनीतिमा लागेको र अब धेरै ठुलो चाहिँ अब तपाईँले भने जस्तै पञ्चायतकालदेखि आजसम्म विभिन्न आरोह अवरोह पार्दै लगभग 5.5 वर्ष जस्तो म जेल जीवन बिताउन पुगेँ होइन। अब हामी जागिर छोडेर पनि तपाईँको के हो भने हामी घर व्यवहार छोडेर पनि अब बाहिर जनताको निम्ति हामी लाग्यौँ, तर पनि के हो भने अझै पनि हाम्रो चाहिँ अब माग पुरा नभएकोले जनताका अधिकारहरू विस्थापित नभएको हुनाले मैले उम्मेदवारी दिनुपर्ने कारण यो हो। अब उम्मेदवारी घोषणासँगै उम्मेदवारी दर्तासँगै तपाईँ गाउँ गाउँ एकचोटि पुगिसक्नु भएको छ जनताहरूमा। यस अगाडि पनि तपाईँ गाउँमै हुनुहुन्थ्यो होइन। जनताको माग होइन सङ्घसभाको आवश्यकता के महसुस गर्नुभयो? अब यो अत्यन्तै राम्रो प्रश्न गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। र अब यो सङ्घसभा मात्रै होइन कि नेपालकै स्थिति यो दयनीय अवस्था छ अहिले। आर्थिक क्षेत्र तपाईँको डामाडोल छ, सांस्कृतिक क्षेत्र पनि बाह्यबाट हस्तक्षेप भएको छ। संस्कृतिमा पनि जनताका चाहिँ पुराना संस्कृति मूल्य मान्यताहरू भत्किएर गएका छन् होइन। त्यसैले मान्छेहरू के छन् आज उशृङ्खल ढङ्गबाट अगाडि बढिरहेका छन्। पुराना संस्कृति मूल्य मान्यताको चाहिँ ध्वस्त भएको छ। यता तपाईँ हेर्नु भने अरू क्षेत्र पर्यटनको क्षेत्र पनि पुरै चाहिँ अब अर्काको हातमा पुगेछ। तपाईँ यातायात हेर्नु भने उस्तै हालतमा छ होइन। अर्काको जस्तो राज्यको सम्पत्तिद्वारा बाटो खनिन्छ तर निश्चित मान्छेहरूले मुनाफा कमाउँछन्। अब त्यस्तै गरेर तपाईँ स्वास्थ्य हेर्नुभयो भने कुनै पनि जनताले आज सिटामोल खान पाउने स्थिति छैन नेपालमा होइन। तर नेताहरू अथवा उच्च पदस्थ मान्छेहरू आज हेलिकप्टरमा चढेर होइन एम्बुलेन्स एयर एम्बुलेन्सबाट चाहिँ विदेश उपचार हाम्रो सम्पत्तिबाट गरिरहेछन्, जनताको सम्पत्तिबाट गरिरहेछन्। त्यस कारणले के भने यो सङ्घसभा मात्रै होइन देशमै अब अत्यन्तै सङ्कट पैदा भइरहेको छ। यो कसले गर्दा भएको हो त? हिजोका शासकहरूले गर्दा भएको हो नि त, जनताले गर्दा त भएको होइन। त्यसले यो अन्त्य गर्नका निम्ति हामीले चाहिँ यहाँ जानु परिस्थिति बनेको हो होइन। अब सङ्घसभामा प्रपरली के छ त भन्दाखेरि जलस्रोतको सबैभन्दा धनी देश हाम्रो सङ्घ जिल्ला भनौँ न, देशभित्रको सबभन्दा धनी जिल्ला हाम्रो सङ्घसभा हो। तर यहाँका आज खोला नाला हेर्नुहोस् सबै ढुङ्गामा छन्, अनि ती चाहिँ जनताको अधिकारमा छैनन्। जनताले न सेयर पाएका छन्, न त रोजगार पाएको छ, न बत्ती निःशुल्क पाएको छ होइन। अब त्यहाँ उल्टै के पाएको छ भन्दाखेरि त्यहाँ चाहिँ विभिन्न खालका चाहिँ व्यभिचारीहरू होइन, आर्थिक चाहिँ अब शोषणहरू श्रम शोषणहरू भइरहेको स्थिति छ नि त्यहाँ त। त्यसले गर्दा अहिले हामीले के चाहन्छौँ भने सङ्घसभा सबैभन्दा राम्रो कुरा के हो भने शिक्षालाई हामीले सरकारीकरण गर्नु पर्यो, स्वास्थ्यलाई सरकारीकरण गर्नु पर्यो, र यो सङ्घसभामा स्पेसल्ली बिजुली र पिउने पानी सिँचाइ निःशुल्क गर्नु पर्यो। त्यो सम्भव छ किनभने सङ्घसभा हकमा त हामी अहिले पनि गर्न सक्छौँ त्यो, किनभने यहाँ यत्र खोला नालाहरू छन् होइन, यत्रो सम्पदा छ, यहाँ चाहिँ जति पनि गर्न सकिने सम्भावनाहरू छ। अब पर्यटन क्षेत्रलाई हामीले उत्तिकै सम्भावित छ। हिमाल होइन हाम्रो चाहिँ मकालु हिमालदेखि लिएर यहाँ विभिन्न चाहिँ अब हाम्रा प्राकृतिक साधनहरू छन्। यहाँ चाहिँ हामीले पर्यटन क्षेत्रको विकास गर्नलाई थुप्रो सम्भावना छ होइन। सभा पोखरी दिएर गुफा पोखरी दिएर होइन अब थुप्रै छन् भनौँ न। यहाँनिर अब यस्ता ठुल्ठुला चाहिँ राम्रा सम्भावना भएको पर्यटन क्षेत्रहरू छन्, यसको विकास गर्नुपर्ने देखिन्छ। अब यातायातमा पनि अब ज्यादै समस्या छ होइन। अहिले बाटाहरू चाहिँ एकदम धुलेआम छन्, नेताहरू अहिले कुद्दाखेरि होइन अब भल्ल थाहा पाउँदैछन् चुनावको बेला कुद्ने नेताहरू। हाम्रो त के भन्नुहुन्छ भने हामी हिजो पनि जनतामा थियौँ, हामी शिक्षक छोडेर घर छोडेर जागिर छोडेर सारा छोडेर हामी जनतामै कुदिरहेको हो
र अब यो चुनावमा मात्रै होइन हामी घरदैलोमा जाने, हामी त चुनाव पछाडि पनि सबैभन्दा बढी होइन घरदैलो गर्ने भनेको हाम्रो पार्टी अथवा हामी नै हुनेछौँ। म दावा गर्छु पुष्प कोइराला होइन यो आजसम्म पनि सबभन्दा बढी कुद्ने हामी नै हो होइन। म व्यक्तिगत रूपमा भन्यो भने इलाम म 3 वर्ष बसेँ, त्यहाँका सबै भूगोलहरू मलाई थाहा छ। सुनसरी 6 वर्ष बसेँ, पार्टी र जनताकै काममा बसेको हो, त्यहाँ मलाई सबै थाहा छ। अब धनकुटा आएको 3 वर्ष बस्यो, काठमाडौँ जेल विभागमा चाहिँ म 1 वर्ष बसेँ र देशैभरि मैले त जेल विभागको तर्फबाट काम हेरेँ र देशैभरिको के स्थिति छ भने अत्यन्तै सङ्कटपूर्ण छ। र म दावा गर्छु यो चुनाव पछाडि पनि सबभन्दा बढी जनताको भेटघाटमा लाग्ने र जनताका मागहरूका बारेमा सडकमा जनतासँग हुने हामी नै हुन्छौँ। हामी 3-4वटा कुरा हामी राख्न चाहन्छौँ। मुख्यतः राष्ट्रिय स्वाधीनताको पछि राष्ट्रियताको रक्षा गर्ने होइन, राष्ट्र रह्यो भने हामी रहने कुरा हो। त्यसैले अहिले राष्ट्रिय नरहने हो कि भन्ने यो चुनावबाट त्यो देखिन्छ, किनभने 84को चुनाव 82मा आएर कुनै निकास निस्किने सम्भावना म देख्दिनँ। यद्यपि म उम्मेदवार हो, भोलि हाम्रो पार्टीले बहुमत ल्यायो भने त ठिक छ, हामीले भने जस्तो समाजवादी संहिता होइन को लागि हामी संविधान पुनर्लेखन गर्ने, यी भ्रष्टाचारीलाई चाहिँ तपाईँ कारवाही गर्नलाई उच्च स्तरीय छानबिन समिति गठन गरेर शक्तिशाली न्यायालय गठन गर्ने होइन, त्यो न्यायालय मार्फत चाहिँ अब भ्रष्टाचारलाई जन्मकैदको व्यवस्था गर्ने र यता उत्पादन र श्रममा हाल्ने तिनीहरूलाई जेलमा ससुराली जस्तो राख्ने होइन हामीले होइन। यसो गऱ्यो भने हामीले चाहिँ के हुन्छ भने यति छिटै हामीले विकास गर्न सक्छौँ होइन। कृषिमा हाम्रो के छ त आज आत्मनिर्भर हामी केमा छौँ? न हामीसँग कुनै लसुन छ, न प्याज छ, न आलु कुनै उत्पादन गर्न सक्छ हाम्रोले होइन, न कोपीहरू अथवा कुनै तरकारी छ, न कुनै धानहरू छ, न गहुँ नगदे बाली छ होइन। अब किसानहरूको बजार छैन, व्यवस्थापन छैन, उत्पादन गर्नलाई लगानी छैन होइन, लगानीको वातावरण छैन, उद्योग खोल्नलाई लगानी गर्ने वातावरण छैन, अशान्ति छ सारा देशमा चाहिँ पुरै। अब अहिले के हुन्छ भरे के हुन्छ थाहा छैन मान्छेलाई होइन। अब हामीलाई थाहा छ नि त, भर्खर यो जेन्जी विद्रोह भन्नुभन्दा अगाडि नेपालका सबभन्दा ठुला पार्टीहरू थिए नि त सरकारमा, 2/3 बहुमतको सरकार थियो। तर फेरि के भयो त भन्दाखेरि 18 घण्टा नबित्दै ढल्यो। मान्छेले सोचेका थिएनन् कि यो सरकार कहाँ ढल्छ होइन, 5 वर्ष पुरै टिक्छ र 84मा चुनाव हुन्छ र नेताहरूले भनिरहेका हामीले सुनिरहेका थियौँ। तर किन 18 घण्टा नबित्दै ढल्यो भन्दाखेरि नेपालमा भ्रष्टाचार एकदम छ्यापछ्याप्ती छ होइन। प्रत्येक टोलटोलमा भ्रष्टाचार छ, प्रत्येक अफिसहरूमा भ्रष्टाचार छ होइन। त्यसले अब नेताहरू पनि अब सबै भ्रष्टाचार भन्न त मिलेन होइन, तर यहाँ के भने भ्रष्टाचार मुछेका अधिकतम मान्छेहरू छन् होइन। त्यो छानबिन गरेर चाहिँ के भने उच्च स्तरीय शक्तिशाली न्यायालय गठन गर्ने र त्यो मार्फत चाहिँ यिनलाई कारवाही गरेर होइन, तिनलाई चाहिँ के भने फेरि जेलमा ससुरालीसित राख्ने कुरा होइन कि अन्य चाहिँ तिनलाई के गर्ने ढुङ्गा बोकाउने होइन, बाटो खन्न लगाउने। अब अरू के हुन्छ कृषिसँग सम्बन्धित कामहरू, यातायातसँग सम्बन्धित कामहरू, पर्यटनसँग सम्बन्धित कामहरू, त्यो काममा लगाउने के उनलाई। त्यो गरेपछि के हुन्छ भने मान्छे अरूले पनि सिक्छ नि त, नत्र त के भने मान्छे मारिदियो जेल बस्यो, भोलिपल्ट जेलबाट निस्किँदा सबभन्दा बढी पैसा लिएर पनि निस्किन्छ। त्यहाँ जेल तपाईँ गएर हेर्नुभयो भने जेलमा अर्को धन्दा छ होइन। त्यहाँ चाहिँ अब यति ठुलो लुट हुन्छ जेलभित्र होइन, त्यहाँ कसैले बोल्न पाउँदैन होइन। प्रशासनसँग मिलेमत गरेर होइन, त्यहाँ चाहिँ अब एकदम लुट गरिरहेको हुन्छ। त्यहाँ बोल्यो भने भोलिपल्ट त्यहाँबाट अब यहीँ हाम्रो खाँदबारी जेलमा कति मान्छे मारे होइन, जेलभित्र कैदी मारे। अनि यो त किन त्यो मार्छ भन्दाखेरि त्यहाँ अनुशासनमा राख्नको लागि मात्रै होइन क्या, त्यो लुट्नको लागि पनि होला। ठुलो टिमलाई अनुशासन राख्नलाई के अनुशासन कायम गर्नुपर्छ त मानिन्छ, तर के भने यसरी जेलमा राखेर उत्पादक शक्तिलाई चाहिँ जेलमा राखेर थुनेर त्यो अन्त्य विकास हुँदैन देशको। अब तपाईँको उम्मेदवारी भइसके पछाडि सङ्खुवासभाको समृद्धि अथवा विकासका लागि हजुर प्रमुख 5 एजेन्डाहरू भन्नुपर्दाखेरि के रहन्छन्? अब पहिलो एजेन्डा भनेको स्वास्थ्य चाहिँ निःशुल्क र अनिवार्य हुनुपर्छ, सबैलाई आम जनतालाई निःशुल्क र अनिवार्य हुनुपर्छ। त्यो चाहिँ कसैलाई चाहिँ पैसा हुनेले उपचार पाउने, पैसा नहुनेले मर्नुपर्ने, यो चाहिँ अन्त्य गर्नु पर्यो। एउटा यो गरिन्छ र सङ्घका सभाको हकबाट त्यो अहिले पुरा गर्न सकेन भने आवाज उठाउँछु मैले, माथि सरकारसँग लड्छु होइन। सकेसम्म यहाँ म्यानेज गर्न सकेको गर्ने, नत्र सरकारसँग आवाज उठाउने। नम्बर 1 कुरा यो हुन्छ। दोस्रो कुरा के भन्छ शिक्षा चाहिँ निःशुल्क र अनिवार्य गर्नु पऱ्यो क्या। तर त्यो चाहिँ प्राविधिक हुनु पऱ्यो, सिपमूलक हुनु, व्यवहारिक हुनु पऱ्यो। जसले उसले पढ्यो, जस्तो जापानमा पार्ट टाइम चाहिँ अब आंशिक काम गर्ने आंशिक पढ्ने हुन्छ क्या, त्यहाँ पार्ट टाइम जब पार्ट टाइम स्टडी भन्छ होइन। अब त्यो भएर जापान भयो नि त। चाइनामा आज तपाईँ जन्मिँदै बच्चाले कम्प्युटर चलाउँछ, ल्यापटप चलाउँछ होइन,
अब त्यो भएपछि के हुन्छ भने उसले त्यहाँ छिटो विकास भयो नि त। अब हाम्रो यहाँ चाहिँ के भने शिक्षा डिग्री गरेछ जागिर पाउँदैन स्थिति छ। त्यो किन भयो भन्दा यहाँको शिक्षा कमजोर भएर हो नि त। त्यसले प्राविधिक शिक्षा सिपमूलक शिक्षा हुनु पर्यो। यो शिक्षाको लागि दोस्रो कुरा मैले लड। तेस्रो कुरा कम्तीमा पनि सङ्घ जलस्रोतको धनी जिल्ला भएको नाताले पिउने पानी निःशुल्क बिजुली निःशुल्क गराउन सकिन्छ। यो चाहिँ यही जिल्लाबाट पनि सकिन्छ लागू गर्न सकिन्छ। किनभने नीतिगत रूपमा चाहिँ हामीले नीति निर्माण गर्ने हो होइन। यहाँबाट विकास गर्ने त्यो सांसदको काम होइन त्यो सांसदले के गर्ने नीति नियम बनाउने कुरा हो। र हामी त के भन्छौँ भने मन्त्री बनाउने पनि विज्ञ एउटा छान्नुपर्छ भन्ने हो क्या। होइन जनताद्वारा निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति र मन्त्रीहरू चाहिँ के भने सांसदबाट बनाउनु हुँदैन। त्यो चाहिँ के भने कानुन बनाउनु हुनुपर्छ र तल जनतामा निगरानी गर्ने होइन। जनतामा विकास भयो भएन नीतिअनुसार भएको भएन अनुगमन गर्ने त्यो चाहिँ हुनु खबरदारी गर्ने चाहिँ सांसदहरूको काम हुनुपर्छ। त्यसैले अब यो सङ्घसभामा चाहिँ जलस्रोतको लागि चाहिँ के हो भने जनतालाई सेयर बिजुलीमा सेयर दिने होइन रोजगार त्यहाँ दिने सरकारद्वारा चाहिँ बिजुली निर्माण गर्नको लागि हामीले पहल कदमी लिने र शिक्षा के अरे निःशुल्क चाहिँ बिजुली वितरण र पिउने पानी सिँचाइ चाहिँ निःशुल्क जनतालाई गराउने यो कुराहरू भयो भने होइन जनताका निम्ति हामी सहज हुन्छ। यो चाहिँ हाम्रो मुख्य कुरा हुन्छ यो होइन। अर्को तपाईँको के हो भने यो यातायात छ नि यातायातमा के छ भने अब आज एउटा बाटो बनायो भोलि अर्को बाटो बनायो फेरि त्यहीँ ओभरल्यापिङ गरो गाविसको पालिकाको बजेट हालो तपाईँको प्रदेशको बजेट हालो अनि तपाईँ सडक डिभिजनको हालो केन्द्रको हालो के गरो होइन अनि पैसा चाहिँ मिलाइ खायो कि त्यसको अन्त्य डाइरेक्ट के हो भने एक द्वार प्रणालीद्वारा विकास गर्ने के। जस्तो स्थानीय निकाय किन बनाउने त नत्र है केन्द्रको बजेट पनि स्थानीय निकायले अनुगमन गर्ने गरी बनाउनुपर्छ क्या। नत्र मेयरको के काम हुन्छ त। मेयरलाई चाहिँ आफ्नो बजेट मात्र पर्दैन उसको आम्दानी भएन भने जस्तो काठमाडौँको मेयर र खाँदरीको मेयर मिल्छ मिल्दैन नि त। त्यो हुनाले के भने आम्दानीको स्रोत फरक हुन्छ। यो हुनाले के भने यहाँको केन्द्रको बजेट पनि अनुगमन गर्ने जिम्मेवारी के हुनुपर्छ नि यहाँको मेयर हुनुपर्छ कि। त्यसो भएपछि के हुन्छ भने विकास राम्रो हुन्छ। अनि भएन भने यहाँको मेयरलाई कारवाही गर्नु पर्यो नि त राज्यले होइन। के हेरेर त बस्छ त नि मेयरले जनताद्वारा निर्वाचित मेयरले यो खालको चाहिँ कुरा त्यो व्यवस्था प्रणाली बनायो भने त्यसले के गर्छ भने सङ्घसभा मात्र होइन देशै राम्रो बन्छ होइन। त्यो हुनाले यातायातको क्षेत्रमा पनि अलिकति यो ओभरल्यापिङ र अब सरकारी ढङ्गबाट जानु नै सबभन्दा राम्रो हुन्छ। ठेकदारी सिस्टमबाट बाटो बनेन नि त उपभोक्ताको माध्यमद्वारा जनताको माध्यमद्वारा होइन जानुपर्छ। जस्तो जनताले श्रम पनि त्यहाँ गर्न पाउँछ रोजगार पनि पाउँछ बाटो खन्यो भने अनि आम्दानीको स्रोत पनि बढ्छ। जस्तो चैनपुर 12 विषय सडक खण्ड चाहिँ तपाईँ अहिले पनि हेर्नुभयो भने बाटो निकै राम्रो छ। तर त्यो पहिल्यै मैले 64 सालमै पिचको लागि शिलान्यास गरेको हो क्या यहाँ पहिलेका सांसदहरूले होइन हामीले हेरेको। मैले त हेरेँ के भने त्यो यसरी शिलान्यास नगर्नुहोस् काम गर्न चाहिँ ठिक के हो त्यो गर्नुहोस् भनेर भन्यो क्या हामीले। तर शिलान्यास गरेर आजसम्म हालत छ अहिले धुलोआमे सडक छ तर पनि अरू सडकभन्दा त्यो बलियो छ क्या। अब जनप्रतिनिधि हुनुभयो भने जनताप्रति कसरी जवाफदेही हुनुहुन्छ त? अब मुख्यतः मैले अघि पनि भने हाम्रो पार्टीको दृष्टिकोण अनुसार राष्ट्रिय स्वाधीनताको लडाइँ होइन तलदेखि माथिसम्म जाने भनेपछि जनप्रतिनिधि भइसकेपछि माथि लड्ने हुन्छ र जनतालाई माथि जे हामीले लड्छौँ त्यो तल खबरदारी गर्न जनतालाई भनिन्छ एक। दोस्रो समाजवादी संहिता अग्राधिकार सहितको समाजवादी संहिताको लागि हामी त्यहाँ लड्छौँ होइन। त्यो भएन भने जनतालाई यहाँ चाहिँ यो भयो जनता तयार हुनु पऱ्यो भनेर हामी त्यहाँ सूचना दिन्छौँ र हामी जनतासँग आइपुग्छौँ। दोस्रो तेस्रो आत्मनिर्भर अर्थ प्रणाली कि अहिले विदेश हेर्नु त विदेश युवाहरू गएको यहाँ नेपालमा अशान्ति मचाइदिने होइन यो त्यो बाहनामा अनि मान्छेलाई विदेश पठाउने क्या होइन। अनि विदेश गएपछि युवा विदेश अनि बुढाखाडा र केटाकेटीले विकास हुन्छ देश। अनि विदेशमा गएका युवाहरूले पठाएको श्रम र पसिना चुहाएर पठाएको रेमिटेन्सले देश विकास गरेर हुन्छ भ्रष्टाचार कति भएको छ त्यही भित्रको भएको छ। उनले पठाएको रेमिटेन्सकै विकास भएको छैन नि त। त्यसले हाम्रो कुरा के हो भने नेपाललाई आत्मनिर्भर अर्थ प्रणालीमा लानुपर्छ। आत्मनिर्भर बनाउनका निम्ति होइन समाजवादी अर्थ प्रणालीमा लानुपर्छ क्या हामीले। त्यसका लागि हामी लड्छौँ हाम्रो कुरा त्यो छ। अनि युवा त्यो कसरी गर्न भन्दा उद्योग खोल्ने पर्यटनको विकास गर्ने होइन। तपाईँ हुन्न जस्तो म धनकुटा 3 वर्ष भइसक्यो त्यहाँ धनकुटाको जनताको गुनासो के छ भने गाँजा चाहिँ वैधानिक बनाइदिनु पऱ्यो भन्ने छ क्या त्यहाँको जनताको। म यहीँबाट नै आह्वान गर्न चाहन्छु किन हामी देशैभरिको कुरा उठाउने मान्छे हो होइन। त्यो विश्वमा सबभन्दा नामुद चिज चाहिँ गाँजा रहेछ क्या हेर्नुहोस् त्यहाँ
होइन प्रति केजी चाहिँ 43 लाख चाहिँ नेपाली पैसा चाहिँ अमेरिकामा पर्दछ क्या हेर्नुहोस् 1 केजीलाई आज यहाँ 2000-1500 बेचिबिखन हुन्छ त्यही पनि पक्रेर अहिले सबभन्दा बढी जेलमा धम्कुराका मान्छे छन् हेर्नुहोस् होइन मैले भन्न खोजेको किन इक्जाम्पल दिएको जहाँ जे फल्छ त्यो उत्पादनमा चाहिँ होइन वैधानिकता दिएर जानु पर्यो नि त त्यसो भयो भने के हुन्छ भने आत्मनिर्भर भन्छ जनताहरू फर्केर युवाहरू फर्केर आउँछन् हैन आज अमेरिका क्यानाडा अस्ट्रेलिया किन मान्छे गएको छ त भन्दाखेरि यहाँ रोजगार नपाएर अवसर नपाएर त गएका हुन् हैन अनि यहाँको चाहिँ सबै व्यथिति बनाइदिने उता युद्ध उता झगडा उता अशान्ति उता के गर्ने लडाइँ झगडा लगाइदिने यता पनि तपाईलाई पनि एउटाले उचालेछ मलाई पनि अर्कोले उचाल्छ त्यही मान्छेले उचाल्छ के हेर्नुस् तपाईलाई यसो गर भनेर लाइन्छ त्यही मान्छे मलाई यसो गर भनेर लाइन्छ त्यही मान्छे अनि तपाईँ र म झगडा गरेर यहाँ अशान्ति मचायो हैन एउटै मान्छेले हामीलाई पहिचान गर्छ क्या यस्तो यो कुराको अन्त्य गर्नु पर्यो क्या हामीले अब यो पछिल्लो समय माओवादीप्रति जनता अलिकति निराश बन्दै गएको अवस्था छ हजुर अब यसलाई चाहिँ जनताप्रति यो उत्साह जगाउनको लागि चाहिँ के गर्दैछ त अहिले माओवादी नेपाल कम्युनिस्ट पार्टी यो चाहिँ अब अलि रमाइलो पनि छ हेर्नुहोस् न अनिशजी हैन यो चाहिँ के भयो भने अब माओवादी भनेपछि 64-65 तिर मान्छेहरू यति खुसी हुन्थे हैन जहाँ पनि माओवादी आइदियो हुन्थ्यो भन्ने थियो तर बिस्तारै हामीले जनतालाई भनेका थियौँ नि माओवादी आइसकेपछि हैन देश यस्तो हुन्छ यस्तो बनाउँछौँ हामीले जुन सपना जनतालाई दिएका थियौँ त्यो चाहिँ हाम्रा नेताहरूबाट पुरा नभएको कारणले गर्दाखेरि हैन यो स्थितिमा पुगेको हो आज माओवादी भन्ने बित्तिकै शराब्ने स्थिति बन्यो नि त उल्टो त कस्तो भयो भने प्रचण्डजीलाई गाली गर्छन् हेर्नुहोस् तर हामीले बोक्नु परिरहेको छ हेर्नुहोस् प्रचण्डजीसँग विद्रोह गरेको हामीले 69 सालमा हैन आज 13 वर्ष भयो हामीले विद्रोह गरेर प्रचण्डजीसँग माओवादी उहाँले छोड्नुभयो हामी सक्कली माओवादी हो उनले माओवादीको विचार छोड्नुभयो उहाँहरूले त्यो जनताको चाहिँ हिजोको मूल्यमा त्याग गरेर उहाँहरूले चाहिँ जनताका सपनाहरू धुस्रापात गर्नुभयो त्यो यो गलत बाटो अपनाउनुभयो उहाँले र हामी चाहिँ सच्चा माओवादी हौँ भनेर हामी आयौँ तर उहाँले काम गरेर माओवादीले गर्दैन भन्ने चाहिँ जनतामा एउटा भाष्य निर्माण भयो कि त्यो हुनाले अहिले उहाँहरू नेपाली कम्युनिस्ट पार्टी बनाउनु भयो तर अब हाम्रो नेपाल कम्युनिस्ट पार्टी थियो नेकपा थियो हाम्रो हैन अब अहिले एकाएक भने हामीलाई निर्वाचन आयोगमा पुग्दाखेरि नेकपा माओवादी हाम्रो हुनु पुग्यो उहाँहरू नेपाली कम्युनिस्ट पार्टी नेकपा बनाउनु भयो अब गाली गर्नुहुन्छ उहाँहरूलाई जनताले तर त्यो गाली चाहिँ हाम्रो पार्टी आइरहेछ निश्चय नै तपाईँले भने जस्तो के हो भने जनताहरू त्यो स्थितिमा पुगे त्यो कसले गर्दा भन्दा हाम्रै पुराना नेताहरूले गर्दा हो तर म दावाका साथ भन्छु माओवादी बिग्रेको होइन माओवादीले लक्ष्य उद्देश्य छोडेको होइन माओवादीका लिडरहरूले छोडेका हुन् त्यसले लिडरको अब हामीले अहिले यो परीक्षण गर्ने बेला आएको छ यो परीक्षा हो क्या अहिले हो नेपाल कम्युनिस्ट पार्टीका नेता महासचिव विप्लव आज देशैभरि उत्पादनको नीति लिएर कृषिमा चाहिँ हैन गइरहनु भएको छ नि त त्यो नीति हामीले हिजो लिएको नीति हो नि त हिजो जनयुद्धमा हाम्रो कम्युनिटीहरू थिए नि त ठुल्ठुला कम्युनिटीहरू थिए यी पनि हामीले तपाईँ गाउँतिर जानुभयो भने प्रत्येक स्कुलको ग्राउन्ड हामीले खनेका छौँ क्या हिजो जनयुद्धमा खनेका छौँ क्या बाटोहरू हामीले खनेका छौँ क्या हिजो तर आज के भयो भने त्यसको चाहिँ श्रेय छैन क्या आज त के भयो भने अर्कै माहौल बनेको छ माओवादी भने पुरै अपराधी जस्तो माओवादी भने पुरै लुटेर जस्तो माओवादी भने पुरै खान नपाएको जस्तो हैन हामी क्याम्पस छोडेर पढाउन छोडेर हैन हिँडेको त के भयो त अर्थ घर व्यवहार छोडेर जागिर छोडेर हिँडेको त कुनै अर्थ भएन आज त उल्टो भयो त्यहाँ हेर्नुहोस् हामी त पुरै लुटेर आयो जस्तो हैन तर सङ्घसभावासी जनताले मलाई लाग्छ पुष्प कोइरालाहरूको टोली त्यस्तो लुटेर हो भन्ने लाग्दैन भन्छन् जस्तो लाग्दैन मलाई आजसम्म मलाई कसैले पनि त्यो भन्नु भएको छैन हैन भोलि भन्नुभयो भने एउटा कुरा हो कसैले गल्ती गर्यो भने त्यसलाई हामी सच्याउन तयार छौँ तर तपाईँले भने जस्तो आज माओवादीलाई किन लखेटेको छ भने माओवादीहरूले माओवादी मूल्य मान्यता त्यागेर हो क्या आज पनि म दावाका साथ भन्छु माओवादीको मूल्य मान्यता विचार दृष्टिकोण सही छ हैन तर त्यो लागू नभएको कारणले यस्तो भएको र हामी लागू गर्न तयार छौँ हामी प्रतिबद्ध छौँ अघि पनि मैले भने हामीलाई एकपल्ट मौका दिनुहोस् नेकपा माओवादीले हिजोको मूल्य मान्यता त्यागेको छैन नेताहरूले त्यागे अब हामी फेरि जुर्मुराएर आएका छौँ हैन कम्युनिस्ट पार्टीहरू एकता गर्नुपर्छ हामीले बृहत कम्युनिस्ट पार्टी बनाउनुपर्छ भनेर हाम्रो महासचिव विप्लवले पहिल्यै भनेको कुरा हो नि त हैन त्यसका लागि हामी के त्याग गर्नुपर्छ तयार छौँ तर त्यो भनेको के हो भने जनतालाई चाहिँ आधार बनाएर गर्नुपर्छ भन्ने हाम्रो थियो क्या नेतालाई पद पाएर बाँडेर होइन जस्तो
यहाँ एउटा के गाउँमा रहेछ भ्रम भने म अहिले कुद्दै जाँदा तपाईँहरू एकता गरेर आउनु भएको भए हुन्थ्यो नि, विप्लवलाई त्यत्रो महासचिव दिएको, अब तपाईँ चाहिँ खालि अर्को पार्टी बनाएर कुद्नुहुन्छ अनि कहाँ तपाईँलाई भोट दिन्छन् त, एउटै पार्टी बनाएर दिन्थ्यो नि त भन्ने चाहिँ अहिले हामीलाई ठाउँ ठाउँमा भन्नुभएको जनताले। त्यो उहाँहरूको कुरा फेरि सही हो, तर किन एकता भएन भन्दाखेरि मुख्यतः के हो भने दृष्टिकोणमा चाहिँ समस्या आयो नि त, विचारमा एकता हुन सकेन नि त। पदमा एकता भएर त फेरि हुँदैन। हिजो माओवादी र नेकपा माओवादी केन्द्र र एमाले मिलेकै त हो, तर अदालतले भत्काइदिने बित्तिकै भत्कियो त। आखिर अदालतले भत्काउनु त भत्किने हो त पार्टी एकता भएपछि। फेरि छलफल गरेर बैठक बसेर तुरुन्तै हामी चाहिँ उसले भनेको मान्दैनौँ, हामी चाहिँ फेरि नयाँ ढङ्गले यो प्रक्रिया पुरा गरेर हामी एकता गरेर आयौँ है भएर जनतासँग आउनु पर्दैन थियो त। अनि किन एमाले एकातिर माओवादी एकातिर भएर त पार्टी कार्यालय खोलेर लडाइँ भयो त फेरि। भनेपछि के भने त्यसरी होइन हाम्रो एकता। हाम्रो एकता त कुन पर्यो भने जनतालाई धुरीमा राखेर जनतालाई आधार बनाएर होइन माटोको कसम खाएर जानु पऱ्यो नि त, जनताको कसम खाएर अगाडि बढ्नु पऱ्यो। अनि त्यो पो एकता हुन्छ त। अब भनियो के भने पचन विप्लवलाई महासचिव दिएको मानेनन्, अब यस्तो खालको भ्रम छाएर हुन्छ त। भएको सत्य घटना के हो भने कुरा के हो भने म एउटा पार्टीको केन्द्र सदस्य हो होइन, मलाई पनि थाहा छ नि त त्यो कुरा के भयो भन्ने कुरा त। 4 जना अध्यक्ष मण्डल बनाउने र विप्लवलाई महासचिव बनाएर माधिसमा जाने भएर सहमति भयो वार्ता कमिटीमा। अब भोलिपल्ट बिहानै चाहिँ ल यो नहुने भयो, 2 जना अध्यक्ष बनाउने विप्लवलाई महासचिव बनाउने अहिले पार्टी एकता गर्ने अधिवेशन नगर्ने भनेपछि मिल्छ त कुरा? त्यो त कुचकाला दागे भने जस्तो भयो नि त। एकता गर्ने तरिका भएन क्या त्यो, एउटा त्यो हो। अर्को कुरा के हो भने पार्टी एकताको चाहिँ कुरा गर्ने तर चुनावमा सहकार्य नगर्ने, यस्तो हुन्छ? त्यो एकता गर्ने देखियो? साँच्चै पार्टी एकता गर्न चाहेको थियो भने विप्लवलाई किन गाली गरिन्छ आज? उसले के आजसम्म ल नेपालमा सबैभन्दा चोखो व्यक्ति कोही छ भने विप्लव त हो। आज दावाका साथ भन्नुपर्छ नि हामीले। कहीँ नमुस्यो, कुनै पनि घटनामा संलग्न नभएको होइन, भ्रष्टाचारमा नमुस्यो, कोही तस्करीमा नमुसिएको, आज कृषिलाई चाहिँ अब होइन बढावा दिएर जनतालाई चाहिँ सबलाई केन्द्रीकृत गरेर होइन नेपाल आत्मनिर्भर बनाउने उद्घोषका साथ अगाडि बढ्ने त नेता विप्लव त हो आज। तर फेरि किनभने अब यो एकता विरोधी भनेर चाहिँ भ्रम फैलाइदिने र विप्लवलाई डिमोरलाइज गर्ने योतिर यो गलत छ, यो भ्रम छ। त्यसैले म तपाईँ मार्फत यो रेडियो मार्फत सबैलाई के आह्वान अनुरोध गर्न चाहन्छु भने अब भ्रम होइन यथार्थमा जाउँ। अब आम मतदाताहरूलाई हजुर यस कार्यक्रम मार्फत के भन्न चाहनुहुन्छ? निश्चय नै मैले अघि पनि भने अब यो तपाईँ मार्फत तपाईँको रेडियो मार्फत तपाईँहरू यो जुन मेहनत गरिरहनु भएको छ, नेपाली जनताको चाहिँ कुनै पनि हालतमा समृद्ध हुनु पर्यो, सुखी हुनु पर्यो, नेपाली जनताहरू राष्ट्र बच्नु पर्यो भन्ने जुन तपाईँहरूसँग चाहना छ, इच्छा छ, त्यो चाहिँ पुरा होस्। हाम्रो पनि त्यो कामना छ होइन। फेरि पनि अनुरोध गर्छु म सङ्घसभावासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई कि सङ्घसभावासीहरूले एकपटक अब हामीलाई साथ दिनुपर्छ। हामी तपाईँहरूको सेवा गर्न तयार छौँ होइन। यदि हामीले तपाईँहरूले साथ दिएर पनि हामीले सेवा गर्न सकेनौँ भने हामीलाई के गर्नुपर्छ? तपाईँहरूले टुँडी खोलमा लगेर हामीलाई कारवाही गर्नुहोस्, हाम्रो त्यो अपिल छ होइन। यो चाहिँ राष्ट्रघातीहरू देश बुझाउनेहरूलाई होइन एजेन्डाविहीनहरूलाई तपाईँहरूले चुन्नु हुने छैन, मेरो अनुरोध यो छ। हामी जितौँ या हारौँ, तपाईँहरूले चुन्नुहोस् या नचुन्नुहोस्, तर देश चाहिँ हार्नु भएन, जनताले हार्नु भएन। तपाईँहरूले जित्नु पऱ्यो, जसलाई दिनुहोस् भोट, त हामीलाई अब चाहिँ दिनुपर्छ भन्ने छैन होइन। यसो हो भने अब म चाहिँ तपाईँको अब अन्तमा तपाईँलाई पनि होइन मलाई जुन जनताका आवाजहरू उठाउनलाई होइन जुन तपाईँले यहाँसम्म ल्याएर चाहिँ सहयोग गर्नुभयो, यसका लागि हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु। यो चाहिँ मिडियालाई पनि मेरो तर्फबाट पार्टीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आदरणीय समुदाय जनताहरूलाई होइन सङ्घसभा आदरणीय आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई पनि यसपटक तपाईँहरूले सुविवेक प्रयोग गर्नुहोस् होइन। एकपटक गुलाब चिन्हमा मतदान गरेर होइन हामीलाई सेवा गर्ने मौका दिनुहोस्, हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। यहाँले महत्त्वपूर्ण भनाइ राखिदिनु भएको। हस्, धन्यवाद। आजको कार्यक्रममा हामीले नेपाल कम्युनिस्ट पार्टी माओवादीका सङ्खुवासभाका उम्मेदवार पुष्प कोइरालासँग उम्मेदवारीका विषयमा र राजनीतिक उहाँका राजनीतिक एजेन्डाका बारेमा कुराकानी गऱ्यौँ। अर्को कार्यक्रममा हामी अन्य उम्मेदवारसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। हस्त, नमस्कार।